अथवा युवाहरूले रोजगारी पाइरहेको छैन, प्रब्लम नम्बर 1। प्रब्लम नम्बर 2, कर्पोरेट्सहरूले चाहिँ क्वालिफाइड मान्छे पाइरहेको छ। हुन त एउटा भनाइ छ, इन थियरी एन्ड प्र्याक्टिस आर सेम बट इन प्र्याक्टिस दे आर डिफ्रेन्ट भन्छ। हरेक चिजमा यो मेरो हो भन्ने ओनरसिपको फिलिङ सबैभन्दा पहिला इन्टिग्रेट गर्नुपर्छ, इन्जेक्ट गर्नुपर्छ आजको युथहरूमा, आजको स्टुडेन्ट्सहरूमा। फर्स्ट अगाडिको रोमा हुने अथवा टपका साथीहरू हुन्छन् नि, जो अलिकति राम्रो मार्क्स ल्याउनेहरू, मध्ये तिनीहरूलाई के लाग्छ भन्दाखेरि खासै राम्रो भएन कि क्या हो इक्जाम, एउटा क्वेसन बिग्रियो भन्ने भइरहेको हुन्छ, उसलाई फेरि के हुने हो भन्ने भइरहेको हुन्छ। जबकि ऊ 70-80% हुन्छ। एकदम एक्सपर्ट मान्छेहरूको नेचर के हुन्छ भन्दाखेरि अरूलाई होल्ड गराएर बोल्ने नेचर हुन्छ। आजको हाम्रो पोडकास्ट विशेष हुनेछ। नेपालका प्रख्यात मोटिभेसनल स्पिकर, लिडरसिप कोच, एजुकेटर एन्ड ट्रेनर, उहाँले विगत 10 वर्षदेखि नेपाल, भारत लगायत 100 भन्दा बढी कर्पोरेट ट्रेनिङ दिइसक्नु भएको छ अरू देशमा। उहाँको ट्रेनिङ स्टाइल हल्का डिफ्रेन्ट हुन्छ, प्र्याक्टिकल एन्ड एक्सन ओरिएन्टेड हुन्छ। केपी भुषाल सर, सबभन्दा पहिला बदिका पोडकास्टमा तपाईँले समय दिनुकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच फर ह्याभिङ मी है, मलाई इन्भाइट गर्नुभएकोमा धन्यवाद। सर, अहिलेको युथलाई हेर्ने हो भने धेरै स्टुडेन्टहरूले क्वेसन गर्छ, हामी त राम्रो मार्क लिएर आउँछौँ बट जब, रियल लाइफ एन्ड करियरमा सक्सेस हुँदैनौँ, त्यसको ग्यापको कारण के हुन सक्छ सर? यस्तो छ, यो के छ भन्नुहुन्छ भने हामी जुन स्कुल, कलेज, युनिभर्सिटिजहरूमा हामी जे पढिरहेछौँ, अब त्यो पढाइ एउटा पार्ट, थ्योरिटिकल पार्ट हुन्छ भने रियल लाइफमा चाहिँ, प्र्याक्टिकल लाइफमा जाँदाखेरि डिफ्रेन्ट हुन्छ। हुन त एउटा भनाइ छ, इन थियरी एन्ड प्र्याक्टिस आर सेम बट इन प्र्याक्टिस दे आर डिफ्रेन्ट भन्छ। सो थ्योरिटिकल्ली हेर्दाखेरि त जे सिकियो त्यही रियल लाइफमा हुनुपर्ने हो, तर रियल लाइफमा जाँदाखेरि चाहिँ सिकेको कुरा र रियल लाइफ चाहिँ डिफ्रेन्ट भइदिन्छ। यो चाहिँ नेचुरल सिनारियो नै हो। यसको लागि के गर्नुपर्छ भन्दाखेरि चाहिँ लाइफ स्किलहरू चाहियो कि होइन, एकाडेमिक्स सँगसँगै अब लाइफ स्किलहरू चाहियो। जीवन जिउने त एउटा फाउन्डेसन चाहियो नि, धरातल चाहियो, त्यसका आधार चाहियो, त्यसका तरिका चाहियो। त्यो कुरामा ल्याकिङ छ हामीमा है। हामीले बच्चाहरूलाई पनि, तपाईँको आफ्नै बच्चाहरू हेर्ने भने पनि हामीले उनीहरूलाई एकाडेमिकमा फोकस गर्ने, पढाउने, एकदमै त्यसमा फोकस गरिरहेको हुन्छौँ, तर उसको कम्प्रिहेन्सिभ विकास भइरहेको छ कि छैन, उसको रिलेटिभ्सहरू आउँदाखेरि उसले डिलिङ गर्ने कुरा, कम्युनिकेट गर्ने कुरा, उसको नेचुरल बडी ल्याङ्ग्वेजका कुराहरू, उसका ती कुराहरूमा कतिको डेभलपमेन्ट भएको छ, हामी त्यसमा चाहिँ त्यति वर्कआउट गरिरहेको हुँदैनौँ कि। त्यस कारणले एउटा बच्चा ठुलो हुँदै जाँदाखेरि उसमा त्यो कुरा ल्याकिङ हुन जान्छ। त्यस कारणले के गर्न जरुरी छ त भन्दाखेरि उसलाई लाइफ स्किलहरू दिन जरुरी छ ड्युरिङ द प्रोसेस होइन। एकैपटक स्कुल लाइफ सकिएपछि कर्पोरेटमा छिर्ने बेला होइन कि सानैदेखि उसलाई केही न केही लाइफ स्किलहरू सिकाउन जरुरी छ। त्यो भनेको उसको कन्फिडेन्स बिल्डअपको लागि हुनसक्छ, उसको माइन्डसेटलाई राइट माइन्डसेट राख्नको लागि हुनसक्छ, कम्युनिकेसन स्किललाई एन्हान्स गर्ने कुरामा हुनसक्छ, उसलाई एउटा नेचुरल ह्युमन बिङ बनाउने कुरामा हुनसक्छ, प्र्याक्टिकल बनाउने कुरामा हुनसक्छ। सबै कुरामा चाहिँ हामीले उसलाई लाइफ स्किलहरू सिकाउँदै जानुपर्छ लाइफको डिफ्रेन्ट फेजेसहरूमा। र त्यो कुराको चाहिँ हाम्रो एजुकेसन सिस्टममा त नबनाऊ, हाम्रो यो हुर्काई बढाई जुन उसमै हामीले त्यो कुरा ल्याक गरिरहेछौँ कि। अब त्यसलाई एजुकेसन सिस्टममै ल्याकिङ भन्न पनि मिल्यो, अथवा एजुकेसन सिस्टमले दिने एकाडेमिक नै हो, हामीले रियल लाइफ सिनारियोलाई चाहिँ इन्टिग्रेट गरेर लान सकेनौँ भन्ने बुझ्दा पनि भयो, त्यहाँनिर ल्याकिङ छ। यो ग्यापलाई हामीले कसरी फुलफिल गर्न सकिन्छ र स्टुडेन्टलाई कसरी इजी बनाउन सकिन्छ कि पछि गएर इधर त्यो जब गरिरहेछ, रियल लाइफमा पनि भनौँ न उसले केही स्ट्रगल गरिरहेछ, त यो ग्यापलाई हामी एजुकेसनमै के इन्भल्भ गरेर इजी बनाउन सकिन्न? यसलाई दुईटा तरिकाले हेर्न सकिन्छ जस्तो लाग्छ। एउटा तरिका एकाडेमिक एजुकेसन सिस्टम जुन छ त्यो सिस्टममै हामीले इन्टरभेन गरेर लाइफ स्किलहरूलाई यो इन्टिग्रेट हुने खालको मोडलमा चाहिँ करिकुलमहरू डेभलप गर्न सकिन्छ, एउटा मोडल। अर्को मोडल भनेको चाहिँ एक्जिस्टिङ एजुकेसन सिस्टममा गर्न सक्ने डेभलपमेन्ट गर्ने प्लस उसलाई एडिसनल लाइफ स्किल्सहरू सिकाउने। त्यसको लागि चाहिँ एउटा स्कुल, कलेज, युनिभर्सिटीको अप्रोचबाट पनि हामीले टाइम एन्ड अगेन जसरी हामीले ट्रेनिङहरू गर्छौँ त्यसरी टाइम एन्ड अगेन चाहिँ उहाँहरूलाई लाइफ स्किलका कुरा, लिडरसिप स्किलका कुरा, माइन्डसेटका कुरा, कम्युनिकेसनका कुरा, बडी ल्याङ्ग्वेजका, कन्फिडेन्स बिल्डिङका कुराहरू जुन रियल लाइफमा जे चाहिन्छ ती स्किलहरू हामीले टाइम एन्ड अगेन ट्रेनिङको थ्रुबाट, वर्कसपको थ्रुबाट इन्टरभेन गर्न सक्छौँ एउटा। अर्को भनेको फ्यामिलीको थ्रुबाट
है। फ्यामिली सोसाइटीको थ्रुबाट पनि घरमा प्यारेन्ट्सहरू हुनुहुन्छ, वरिपरि अरू रिलेटिभ्सहरू हुनुहुन्छ, साथीहरू हुनुहुन्छ, उहाँहरूको थ्रुबाट पनि यी कुराहरू सिकाउँदै जाने कुराहरूलाई चाहिँ हामीले इन्टिग्रेट गरेर लग्यौँ भने एउटा कम्प्लिट ह्युमन बिङ बन्छ कि। अदरवाइज के हुन्छ भन्दाखेरि मार्क्सको हिसाबले त होइन म यति मार्क्स आएको छ म त टप नै हो भन्ने टाइपको हुन्छ। र अर्को भनेको स्कुल लाइफ अथवा कलेज लाइफको जुन लास्ट इयर्सहरूमा छ हामीले चाहिँ कर्पोरेटमा इन्टिग्रेट गर्ने जुन इन्टर्नसिप मोडलहरूलाई पनि फाउन्डेसनल वेबाटै त्यसलाई इन्टिग्रेट गरेर लग्यौँ भने, फर इक्जाम्पल ब्याचलर्समा कोही स्टुडेन्टले पढ्दै हुनुहुन्छ, ब्याचलर्सको फाइनल सेमिस्टर्सहरूमा गइसके पछाडि केही समय कर्पोरेट सेक्टरमा काम गर्ने मेकानिजम त्यो कलेजले स्कुलले डेभलप गरेर उहाँहरूलाई त्यो ब्रिजिङ जुन छ त्यो ब्रिजिङमा हेल्प गर्ने हो भने पनि यो कुरालाई इज गर्न सकिन्छ र उहाँहरूलाई कम्फोर्टेबल बनाउन सकिन्छ। त्यो कम्फोर्टेबल भयो भने अहिले जुन नेपालको सबैभन्दा ठुलो प्रब्लम छ, पढेको मान्छेले अथवा युवाहरूले रोजगारी पाइरहेको छैन, प्रब्लम नम्बर 1। प्रब्लम नम्बर 2, कर्पोरेट्सहरूले चाहिँ क्वालिफाइड मान्छे पाइरहेको छैन। र प्रब्लम नम्बर 3 भनेको जो पाइराखेको छ ती क्वालिफाइड देखिन्छन् तर एक्चुअलमा छैनन्, स्किल हुँदैन बेसिकली। म तपाईसँग अर्को क्वेसन यो सोध्न चाहन्छु कि यदि कुनै स्टुडेन्टले स्कुल या कलेज लाइफमै 3-4 वटा स्किलहरू सिक्नै पर्छ त तपाईले के रेकमेन्ड गर्नुहुन्छ स्टुडेन्टहरूले कि के सिक्नुपर्छ? भेरी गुड क्वेसन है। स्किलहरू जुन ड्युरिङ द एजुकेसन होइन ड्युरिङ त्यो कलेज लाइफमा सिक्नुपर्ने स्किल्सहरूलाई डिभाइड गरेर हेर्नुपर्छ 2 वेमा। एउटा उहाँले सिक्नुपर्ने केही हार्ड स्किल्सहरू हुन्छन् भने केही सफ्ट स्किल्सहरू होला होइन। केही जुन टेक्निकल हार्ड स्किल्सहरू जुन टेक्निकल्ली सिक्यौ भने त्यो गर्न सकिन्छ टाइपको होइन। हार्ड स्किल्सहरू फर इक्जाम्पल कुकिङ स्किल हुनसक्छ, ड्राइभिङ स्किल हुनसक्छ, त्यो एउटा भयो। अब हामी चाहिँ यहाँ फोकस गर्न खोजेको चाहिँ सफ्ट स्किल पार्ट भयो। सफ्ट स्किल पार्टमा हेर्ने हो भने चाहिँ अब 3-4 वटा एकदम हाइलाइट गर्न सकिन्छ। सबभन्दा पहिलो मलाई बढी लागेको कुरा के हो भन्दाखेरि जुन माइन्डसेटमा इम्प्रुभमेन्ट ल्याउने कुरा, राइट माइन्डसेट पेनिट्रेट गर्ने कुरा। र राइट माइन्डसेटमा म के भन्छु भने त्यो ओनरसिप, यसलाई प्रोएक्टिभ माइन्डसेट पनि भन्छ, ओनरसिप लिने कि हरेक चिजमा यो मेरो हो भन्ने ओनरसिपको फिलिङ सबैभन्दा पहिला इन्टिग्रेट गर्नुपर्छ, इन्जेक्ट गर्नुपर्छ आजको युथहरूमा, आजको स्टुडेन्ट्सहरूमा। चाहे तपाईँ जब मार्केटमा जानुहोस्, चाहे अरू सेक्टरमा जानुहोस्, जब अप्लाई गर्दै हुनुहुन्छ कुनै कम्पनीमा भने यो कम्पनीमा मैले डेलिभर गर्नुपर्छ, मेरो दिस इज माई रेस्पोन्सिबिलिटी, आई एम एकाउन्टेबल फर दिस भन्ने फिलिङ सबैभन्दा पहिला इन्जेक्ट गर्नुपर्छ। अदरवाइज दिस इज द कम्पनी, म डिफरेन्ट, आई जस्ट निड टु वर्क फर 80 आवर्स भन्ने मोडलमा काम गरेको एक्ज्याक्टली द्याट डजन्ट वर्क है। सो फर्स्ट भनेको के हुनु पर्यो, एकदमै राइट र प्रोएक्टिभ माइन्डसेट हुनु पर्यो, सेल्स माइन्डसेट भनौँ, ओनरसिप लिने खालको माइन्डसेट र आफूले आफूलाई सेल गर्ने खालको माइन्डसेट त्यो हुनु पर्यो। दोस्रो भनेको चाहिँ एउटा अलिकति लिडरसिप स्किल। लिडरसिप स्किललाई पनि मैले 2 क्याटेगोरीमा डिभाइड गरेर हेर्छु। तपाईँले अरूलाई सोध्नुभयो लिडरसिपको बारेमा भने सबैको बुझाइ के हो भने लिडरसिप मिन्स लिडिङ अदर्स, लिडिङ अदर पिपल राइट। तर मेरो फर्मुला इज डिफरेन्ट। म के भन्छु भने लिडरसिप हेज 2 पार्ट्स। द फर्स्ट इज लिड योर सेल्फ। मैले आफूले आफूलाई लिड गर्न सक्नु पर्यो। मैले आफूले आफूलाई भनेको डाइरेक्सनमा ड्राइभ गर्न सकिराखेको छु कि छैन, मेरो माइन्डसेट र मेरो एक्सन सेम डाइरेक्सनमा गइरहेको छ कि छैन। म बिहान चाँडै उठेर म यो गर्छु भनेर सोचिरहेको छु तर बिहान उठिरहेको छैन भने मेरो माइन्डसेट र मेरो एक्सन नै सिङ्क्रोनाइज छैन कि भनेको मैले आफूले आफूलाई ड्राइभ गर्न सकिरहेको छैन। सो आफूले आफूलाई ड्राइभ गर्न, आफूले आफूलाई लिड गर्न सकिरहेको छैन भने लिडरसिपको फर्स्ट पार्टमा हामी फेल भयौँ। लिडरसिपको फर्स्ट अर्थात् लिडरसिप अफ सेल्फमै फेल भइसके पछाडि मैले अरू फलोवर्सहरू जम्मा गरेर अरूलाई लिड गर्न खोज्नु भनेको त्यो मूर्खता हुन्छ। त्यसकारणले लिडरसिपलाई 2 एंगलबाट हेर्नु पर्यो। फर्स्ट इज लिडरसिप अफ सेल्फ, आफूले आफूलाई ड्राइभ गर्ने, लिड गर्ने कुरा। दोस्रो भनेको लिडरसिप अफ अदर्स, अरूलाई ड्राइभ गर्ने, अरूलाई इन्स्पायर गर्ने कुरा है। आफूलाई ड्राइभ गर्ने कुरामा डिसिप्लिन इज द कोर थिङ, अरूलाई ड्राइभ गर्ने कुरामा चाहिँ के हुन्छ भन्दाखेरि इम्पावरमेन्ट इज द कोर थिङ कि अरूलाई इम्पावर गर्ने, म्यानिपुलेट गर्ने होइन, इन्स्पायर गर्ने, त्यो मोडल चाहियो लिडरसिप स्किलमा। अर्को भनेको कम्युनिकेसन स्किल। कम्युनिकेसन स्किललाई पनि मैले 2 एंगलमा डिभाइड गर्छु। मान्छेले भन्नुहुन्छ कम्युनिकेसन स्किल मिन्स बोल्ने कुरा इम्प्रुभ गर्ने, के बोल्ने भन्ने इम्प्रुभ गर्ने कुरा है। यसलाई पनि हामीले अलिक गहिरिएर हेर्नुपर्छ। कम्युनिकेसन स्किलमा म के बोल्ने, कसरी बोल्ने, टेक्निकल पार्ट इज द सेकेन्ड पार्ट। फर्स्ट पार्ट भनेको त भित्रैदेखि खुलेर, भित्रैदेखि पोजिटिभ भाइब्स लिएर बोलेँ भने मैले स्किल सिकिराख्नु धेरै पर्दैन क्या।
तपाईप्रति म पोजिटिभ छु, एकदमै पोजिटिभ एटिट्युड लिएर बसिरहेको छु, बोल्न बसिरहेको छु भने मैले पुरै स्किल सिकेर यहाँ पब्लिक स्पिकिङ कम्युनिकेसन सिकेर बस्नु पर्दैन। म नेचुरल्ली बोल्दाखेरि पनि आई स्पिक वाट इज निडेड के। तर ममा त्यो डिसिप्लिन छैन, त्यो इमान्दारी त छैन भने, म आफैप्रति त्यो छैन भने मैले फ्याब्रिकेट गरेर ल्याएको वर्ड्सहरूले द्याट डजन्ट मेक अ गुड कम्युनिकेसन है। सो कम्युनिकेसनको पार्ट 1 अघि लिडरसिपमा भने जस्तै के भयो भन्दाखेरि भित्रैदेखि खुलेर बोल्ने, पोजिटिभ भएर बोल्ने। सेकेन्ड कुरा त्यही कुरालाई चाहिँ शब्दमा कसरी ढाल्ने, त्यसलाई अलिकति स्किलमा कसरी मोडिफाई गर्ने भन्ने कुरालाई सँगसँगै लिएर गयो भने कम्युनिकेसन स्किल राम्रो हुन्छ। र अर्को लास्ट भनेको चाहिँ मैले अघि पनि सुरुमा अलिकति हिन्ट गरेको थिएँ, सेल्स स्किल। पब्लिकमा सेल्स भन्दा बित्तिकै सेल्स जब भन्ने रूपमा बुझिन्छ, द्याट इज नट द राइट र कम्प्रिहेन्सिभ डेफिनेसन अफ सेल्स है। वी अल आर सेल्स पिपल हैन। तपाईले आफूलाई सेल गर्नु भएन भने यहाँ सायद म आउने थिएन होला, मैले आफूलाई सेल गर्न सकेको भए सायद तपाईले मलाई इन्भाइट गर्नुहुन्थेन होला। हरेकले आफूले आफूलाई आफ्नो भर्सन सेल गर्न सक्नुपर्छ। त्यो स्किल डेफिनेटली जो कोहीलाई पनि चाहिन्छ, द्याट इज इम्पोर्टेन्ट। सर तपाईँ कर्पोरेटमा धेरै काम गर्नुहुन्छ होइन, कर्पोरेट वर्ल्ड बारे धेरै मिसकन्सेप्सनहरू छ स्टुडेन्टहरूको नजरमा, त्यसलाई कसरी हामी ट्याकल गर्न सकिन्छ? हो, जस्तै मैले अघि भनेको थिएँ, इन थियरी इन प्र्याक्टिस आर सेम बट इन प्र्याक्टिस दे आर डिफ्रेन्ट भने जस्तै कलेज लाइफमा भएको स्टुडेन्ट भनेको एउटा थियोरिटिकल फाउन्डेसनमा बसेको हुन्छ है। कर्पोरेट वर्ल्ड भनेको प्र्याक्टिस एउटा डिफ्रेन्ट सिनारीमा बसेको हुन्छ। थियोरिटिकल्ली हेर्दाखेरि त कर्पोरेट सेक्टरमा जे चाहियो त्यही कुरै पढाइ भइराखेको हुन्छ, तर रियालिटीमा समहाउ इन्टिग्रेट गर्न गाह्रो भइराखेको हुन्छ। अब स्टुडेन्ट्सहरूलाई के फिलिङ हुन्छ भन्दाखेरि कर्पोरेट वर्ल्ड भनेपछि अलिकति मोर अर्गनाइज्ड, मोर चाहिँ होइन प्रोफेसनल, मोर एकदम कम्प्लेक्स खालको हुन्छ भन्ने लाग्छ है। स्कुल लाइफ, युनिभर्सिटी लाइफमा एकदम क्याजुअल्ली बसेको मान्छेलाई प्रोफेसनल एकदम फर्मल, एकदम डिसिप्लिनवाला त्यो लाइफ देख्दाखेरि चाहिँ अलिकति गाह्रो नै हो कि क्या हो एसिमिलेट गर्न भन्ने लाग्छ। अब यहाँनिर सल्युसन के हो भन्दाखेरि मैले अघि कम्युनिकेसन र लिडरसिपको थिममा दुईटा कुरा भनेको थिएँ कि पार्ट 1 र पार्ट 2 भनेर। एक्ज्याक्टली त्यही कुरा हो। हामी पार्ट 2 मा फोकस भइरहेछौँ कि हामी कर्पोरेटमा कसरी जम्प गर्ने भनेर टेक्निक सिक्न खोजिरहेछौँ कि च्याट जीपीटी अर युट्युबमा हेरेर है। फाउन्डेसनलाई हेरौँ न। कर्पोरेटमा जो कर्पोरेट सेक्टर भन्नुहोस् या एकाडेमिक सेक्टर भन्नुहोस्, चाहे सामान्य एउटा मानिस भन्नुहोस्, चाहे ठुलो मानिस भन्नुहोस्, अल्टिमेटली दे आर द ह्युमन बिङ्स नि त। ह्युमन बिङ्स भनेपछि दे आर कमन फिलिङ्स। हामी स्टुडियोमा बसेर रेकर्डिङ गर्दै गर्दा कहिलेकाहीँ लाग्छ नि क्यामेराको अगाडि मान्छे अलिकति नर्भस हुने हुन्छ, अडियन्सको अगाडि नर्भस हुने हुन्छ, यसको अगाडि यो बोल्यो भने नर्भस हुँदैन भनेर सिकाउने टेक्निक एउटा भयो। मैले भन्न खोजेको के हो भन्दाखेरि अल आर ह्युमन बिङ्स। मैले तपाईँलाई मान्छेको ट्रिट गरेँ, उहाँलाई मान्छेको ट्रिट गरेँ, सबैसँग एकदम ह्युमनली ट्रिट गरेँ भने मलाई क्यामेरासँग डराउनु पनि परेन, ह्युमन बिङ्ससँग डराउनु पनि परेन, कर्पोरेट वर्ल्ड भने अर्कै होला भनेर म त्यसरी गर्नु पनि परेन। सो सबभन्दा पहिला यो संसारलाई सिम्पल रूपमा लिनु पऱ्यो कि अल आर ह्युमन बिङ्स। ह्युमन बिङ्सहरूको इकोसिस्टम हो यो है। त्यो भित्र पनि एउटा अलिकति क्याजुअल, अलिकति लेस प्रोफेसनल लाइफ हुन्छ भने एउटा अलिकति प्रोफेसनल, अलिकति अर्गनाइज हुन्छ, त्यति त हो होइन। त्यो कुरामा म ढाल्न सक्छु, आई क्यान डु इट भन्ने थिङ्किङ चाहियो है। माइन्डसेटको पार्टमा यदि होइन म सक्दिनँ होला भन्ने आफूलाई अन्डर एस्टिमेट गर्ने बढी छ कि अन्डर एस्टिमेट गरेर तपाईँ जानुभयो भने तपाईँ पर्फर्म गर्न सक्नुहुन्न। एउटा स्टुडेन्ट एउटा कर्पोरेट सेक्टरमा छिर्दै गर्दाखेरि उसको एटिट्युड रिलेटेड दुईटा प्रब्लम हुनसक्छ। एउटा अन्डर पर्फर्म के अरे त्यो अन्डर कन्फिडेन्स भनौँ होइन, कन्फिडेन्समा ल्याकिङ हुन्छ। कन्फिडेन्समा ल्याकिङ भयो भने तपाईँ त्यो लेभलबाट पिच गर्न सक्नुहुन्न। एउटा हुन्छ कुनै मान्छे चाहिँ ओभर कन्फिडेन्ट पनि हुन्छ, आफूलाई एकदमै ओभर कन्फिडेन्ट ठान्ने, आफू त मिस्टर नोवल टाइपको ठान्ने पनि हुन्छ। त्यो भयो भने पनि राइट पर्फर्म गर्न सकिँदैन। वी अल आर ह्युमन बिङ्स, वी अल आर इक्वल भन्ने फाउन्डेसनमा बसेर एउटा नर्मल चाहिँ एज ए ह्युमन बिङ भएर छिरियो भने डेफिनेटली गर्न सकिन्छ। सो त्यसको लागि एउटा आफूमा माइन्डसेट चाहिँ सबै एउटै हो, गर्न सकिन्छ, त्यस्तो अक्वार्ड मान्नुपर्ने त्यस्तो केही छैन भन्ने खालको कुरालाई कम्प्लिटली बारम्बार अटो सजेसन दिनु पऱ्यो क्या। मलाई तपाईँलाई देखेर अलिकति नर्भस भइराखेको छु यदि भने मैले के गर्नु पर्यो, तपाईँ पनि म जस्तै हो भनेर मैले बारम्बार मेरो माइन्डलाई अटो सजेस्ट गर्नु पर्यो क्या। तपाईँ पनि म जस्तै हो, हेर्ने साथीहरू पनि म जस्तै, हाम्रो साथीहरूले हेर्ने हो, नेपालकै साथीहरू, हामी नेपालमै बसेर नेपालकै नर्मल कुराहरू गर्ने हो नि त।
एकदमै नयाँ ज्ञानको खोजी गरेर ब्रह्म ज्ञान लिएर आउनुपर्ने होइन नि त। त्यस कारणले नर्मल्ली लिन सक्नु पर्यो है यो कुराहरूलाई। त्यो भयो भने धेरै चिजमा इजी हुँदै जान्छ। सो कर्पोरेट सेक्टरको बारेमा मिसकन्सेप्सन राख्न जरुरी छैन। कर्पोरेट सेक्टर, कर्पोरेट वर्ल्ड भनेको पनि स्कुल कलेज जस्तै हो। अलिकति तपाईँले आफूलाई डिसिप्लिनमा राख्नुपर्छ, अलिकति आफूलाई प्रोफेसनल र शार्प राख्नुपर्छ, अलिकति आफूलाई चाहिँ इम्प्रुभ गर्दै लग्नुपर्छ। र हिजोको थियोरिटिकल फाउन्डेसनबाट म प्र्याक्टिकल जर्नीमा अगाडि बढ्दै जाँदाखेरि स्टिल आई हेभ टु इम्प्रुभ अ लट अफ थिङ्स भन्ने हुनुपर्छ। म सबै जान्ने छु भनेर गइयो भने गर्न सकिँदैन। कन्टिन्युअस इम्प्रुभमेन्टको प्रिन्सिपललाई बोकेर अगाडि बढ्यौँ भने गर्न सकिन्छ र डेफिनेटली राम्रो गर्न सकिन्छ। सर, एज यु टोल्ड लाइक देयर इज अ थिन लाइन इन बिट्विन कन्फिडेन्ट एन्ड ओभर कन्फिडेन्ट। सो एउटा स्टुडेन्टले हाउ लाइक हि क्यान आइडेन्टिफाई कि त्यो कन्फिडेन्टमा छ कि ओभर कन्फिडेन्टमा छ। थिन लाइन हो, हल्का पनि उता गयो भने कन्फिडेन्ट ओभर कन्फिडेन्टहरू आउँछ, नेगेटिभ स्पेसमा जान्छ। त्यसलाई कसरी त्यो आइडेन्टिफाई गर्छ कुनै स्टुडेन्टले? कन्फिडेन्स लो कन्फिडेन्स भयो भने ऊ नर्भस हुन्छ होइन। नर्भस भइसके पछाडि उसले प्रपरली इन्टरभेन गर्न सक्दैन है। अब त्यो अन्डर कन्फिडेन्सलाई चिर्नको लागि उसले के गर्नुपर्छ भने आफूलाई अटो सजेसन दिनुपर्छ। म पनि सेम हो, म पनि सिमिलर नै हो, आई क्यान डु होइन भन्ने टाइपको अटो सजेसन दिनुपर्छ। ओभर कन्फिडेन्स भनेको चाहिँ उसको एटिच्युड प्रब्लम हो होइन। एटिच्युडको नेगेटिभ साइड हो नि त। त्यो नेगेटिभ साइडको लागि चाहिँ के गर्नुपर्छ भने कहिलेकाहीँ उसलाई थाहा नभएर पनि गरिराखेको हुनसक्छ होइन। जस्तै ओभर कन्फिडेन्ट म भइराखेको छु भने म अब हुँदिनँ भन्दा बित्तिकै म नहुन मिल्छ कि त्यहाँ मैले केही डेभलप गर्न खासै पर्दैन। जस्तै म फर इक्जाम्पल म ओभर कन्फिडेन्ट भएर नेपालीमा ओभर जान्ने ओझै पनि भन्न मिल्यो। हजुर, ओझै भन्छ कि ओभर जान्ने हुन्छ कि मान्छे, नलेज छैन सबै जान्ने भएर बोलिरहेको हुन्छ। धेरै मान्छे छ यस्तो। तपाईँले एउटा कुरा सुन्नु भएको छ होला, डनिङ क्रुगर इफेक्ट भन्ने हुन्छ कि? हजुर हजुर। डनिङ र क्रुगर भन्ने दुईजना साइन्टिस्टले पत्ता लगाउनु भएको यो डनिङ क्रुगर इफेक्ट। यो इफेक्टले के भन्छ भन्दाखेरि धेरै मान्छेहरूले आफ्नो कन्फिडेन्सलाई चिन्दैनन् र आफूलाई अन्डर एस्टिमेट गर्छन् भने एट द सेम टाइम कति मानिसहरू चाहिँ आफ्नो भएको कन्फिडेन्स भन्दा पनि आफूलाई ओभर स्मार्ट ओभर कन्फिडेन्ट ठान्छन्। लेट मी गिभ यु एक्जाम्पल है। ओके। तपाईसँगै पढ्ने साथीहरू मध्ये फर्स्ट अगाडिको रोमा हुने अथवा टपका साथीहरू हुन्छन् नि जो अलिकति राम्रो मार्क्स ल्याउनेहरू मध्ये तिनीहरूलाई के लाग्छ भन्दाखेरि खासै राम्रो भएन कि क्या हो इक्जाम, एउटा क्वेसन बिग्रियो भन्ने भइरहेको हुन्छ, उसलाई खोइ के हुने हो भन्ने भइरहेको हुन्छ, जबकि ऊ 70-80% हुन्छ। अब तपाईँ 20-30% पनि ल्याउन मुस्किल पर्ने एउटा मान्छेलाई गएर कुनै स्टुडेन्टहरू कस्तो हुन्छ भने म त सब लेखेँ मेरो त 70 त आउँछ होला भन्ने टाइपको पर्सेप्सन हुन्छ कि। याद गर्नु भएको छ नि, रिजल्ट आउँदाखेरि ड्रास्टिकली डिफरेन्ट छ अनि उसलाई आफैलाई पनि लाग्दैन कहाँ म त्यति सबै लेखेको थिएँ, कहाँ यति थोरै नम्बर आएको, रिटोटलिङ गर्नुपर्छ कि क्या हो भन्ने टाइपको हुन्छ। त्यो डनिङ क्रुगर इफेक्टको प्रभाव हो। अब यहाँनिर त्यही अन्डर एस्टिमेट गर्ने र ओभर एस्टिमेट गर्ने कुराहरू आउँछ कि। यो ह्युमन साइकोलोजीमा इन्ट्रिन्सिक रूपमा बसिराखेको हुन्छ। कोही मान्छेमा त्यस्तो गुण हुन्छ, कुनै मान्छेमा त्यस्तो गुण हुन्छ र हामी भित्रै पनि कुनै कुरामा हामीले आफूलाई ओभर एस्टिमेट गरिराखेको हुन सक्छौँ, कुनै कुरामा हामीले आफूलाई अन्डर एस्टिमेट गरिराखेको हुन सक्छौँ कि। त्यस कारणले आफूलाई व्हाट इज द ट्रु लेभल भनेर आफूलाई क्वेसनिङ गरिराख्नुपर्छ। धेरै कुराको नलेज बाहिर खोजेर भेटिँदैन, आफैभित्र क्वेसनिङ गरिराख्यो भने आफैभित्रबाट आउँछ क्या। हजुर। सो कुनै कुरामा म ओभर कन्फिडेन्ट भइरहेको छु कि यो नर्मल हो कि भनेर आफूलाई क्वेसन सोध्नुभयो भने आफैभित्रबाट एन्सर आउँछ कि होइन यहाँ चाहिँ म अलिकति ओभर भयो कि भन्ने हुन्छ। धेरै मानिसहरू के हुन्छन् भने एउटा एक्सपर्ट बसिरहेको हुन्छ, कुनै डोमेनको एउटा एक्सपर्ट बसिराखेको हुन्छ, अर्को मान्छे चाहिँ त्यो एक्सपर्टलाई बोल्नै दिँदैन, सबै जान्ने भयो जस्तो गरेर यो त यो हो, त्यो त त्यो हो, यो म तपाईँलाई म सिकाउँछु भन्ने टाइपबाट बोल्छ। तर त्यो एक्सपर्ट चाहिँ गएर ए हजुर हजुर भनेर सुन्छ, त्यहाँ बोल्दैन कि। एकदम एक्सपर्ट मान्छेहरूको नेचर के हुन्छ भन्दाखेरि अरूलाई होल्ड गराएर बोल्ने नेचर हुँदैन कि। मेरो आफ्नै पनि प्रिन्सिपल के छ भने सुन्ने मान्छेलाई इन्ट्रेस्ट छ भने मात्रै बोल्नै भन्छु के म। तपाईँले अहिले सुनिराख्नु भएको छ त्यस कारणले म बोलिरहेको छु। तपाईँले म एउटा इम्पोर्टेन्ट कुरा गर्दै गर्दा इन्टरभेन गर्नुभयो भने पनि म त्यहीँनिर ब्रेक लाग्छु होइन। त्यो भयो भने के भयो भन्दाखेरि राम्रो कुरा थियो तर म ब्रेक लागेँ नि त। तर त्यही ठाउँमा म अर्को नेचरको भएँ भने के हुन्छ भने मसँग बोल्नको लागि केही हुँदैन,
तर म रोकेर बोलिराखेको हुन्छु क्या। यसलाई सिम्पल लाइनमा भन्दाखेरि स्पिक इफ यु हेभ समथिङ टु स्पिक। तपाईसँग केही चिज छ र बोल्नुहुन्छ, एउटा तरिका भयो। अर्को तपाईँलाई बोल्नु पर्ने छ क्या, कन्टेन्ट नो यु डोन्ट नो, के बोल्ने किन बोल्ने भने यु डोन्ट नो, तर यु जस्ट निड टु स्पिक के, बोल्नकै लागि बोल्ने टाइपको नेचर हुन्छ है। त्यस्तो मान्छेहरू छन्लाई, त्यस्तो सङ्गतहरूलाई पनि अलिकति मिनिमाइज गर्नुपर्छ र राइट सर्कल, राइट कम्युनिटीमा बस्यो भने आफ्नो ग्रुपमा पनि त्यसरी हुन्छ कि। सर, आज हजारौं विद्यार्थीहरू धेरै कन्फ्युज छन्, जब गर्ने, विदेश जाने कि आफ्नो बिजनेस स्टार्ट गर्ने। तपाईको पावरफुल सल्लाह के हुन सक्छ यस्तो विद्यार्थीहरूलाई? म मात्रै होइन, यदि कसैले, कुनै एक्सपर्ट होला, कुनै प्यारेन्ट्स होला, कुनै टिचर होला, कसैले कुनै पनि स्टुडेन्टलाई डु दिस नट डोन्ट डु द्याट भन्ने खालको ब्ल्याक एन्ड व्हाइट सजेसन दिन मिल्दैन र इफेक्टिभ पनि हुँदैन है। म के भन्छु यहाँनिर भने, सबभन्दा पहिले तपाईँले तपाईँको इन्नर कलिङ भन्छ क्या, तपाईँ भित्रबाट इन्नर कलिङ के आउँछ त्यो सुन्ने हो। स्टिल तपाईँ कन्फ्युज हुनुहुन्छ भने चाहिँ मेरो सजेसन, यदि म भएको भए के गर्थेँ भन्ने एङ्गलबाट राखेर हेरौँ। त्यो भयो भने के हुन्छ भन्दाखेरि बिफोर 25 चाहिँ म एन्टरप्रेन्योरसिपको लागि, स्टार्टअप गर्नको लागि होमिनुभन्दा लर्निङ फेजमै फोकस गर्न सजेस्ट गर्छु। एज मच एज पोसिबल नयाँ स्किल सिक्नुहोस्, नयाँ डिग्री लिनुहोस्, नयाँ स्किलहरू सिक्नुहोस्, यताउता सबै गर्नुहोस्, आफूलाई डेभलप गर्नुहोस् के है। तपाईँले 5 वर्ष अगाडिदेखि अलिकति बिजनेस गरेर केही कमाएर चाँडै गर्नुभन्दा 5 वर्ष आफूलाई डेभलप गरेर एकदम एउटा लेभलमा लैदिसके पछाडि तपाईँले फास्ट ग्रोथ गर्न सक्नुहुन्छ क्या। त्यसलाई फाइनेन्सियल एङ्गलबाट हेर्ने हो भने 20 वर्षको उमेरदेखि सर्टेन बिजनेस गर्दै जानुभयो, लर्निङ बाई डुइङ गर्नुभयो, यताउता गर्दै जानुभयो, तर 25 वर्षसम्म आफूलाई डेभलप गर्नु। यो दुईटा पर्सपेक्टिभलाई हेर्नुहोस् है। आफूलाई 25 वर्षसम्म एकदमै सार्पली डेभलप गर्नुभयो भने तपाईँले छोटो समयमा त्यो कुरा पिकअप गर्न सक्नुहुन्छ कि। अहिलेको जमानामा यदि बिजनेस ग्रोथ गर्न यति टाइम लाग्छ भन्नु नै रिडन्डेन्ट जस्तो अननेसेसरी कुरा भइसक्यो। जति पनि स्पिडमा जान सक्ने भयो नि त एकदम। त्यस कारणले त्यसको लागि त आफू त रेडी हुनु पर्यो नि। त्यो रेडी हुनको लागि लगभग 25 इयर्ससम्म एकाडेमिक डिग्री हुन सक्छ, अथवा नन एकाडेमिक स्किल्सहरू हुन सक्छ, अथवा ट्राभल एक्सपिरियन्स गरेर लिने हुन सक्छ, कोही इन्टर्नसिप गर्ने हुन सक्छ, कोही जब गरेर अनुभव लिने हुन सक्छ। त्यसरी आफूलाई डेभलप गर्ने, शार्प गर्ने, सिक्नेमा फोकस गर्ने र आफ्टर 25 चाहिँ अलिकति स्टार्टअपहरू गर्न थाल्ने हो भने त्यो एकदमै राइट पाथ हुन्छ जस्तो लाग्छ है नेपालमा बस्नेहरूको हकमा भन्दाखेरि। अब बाहिर जाने पर्सपेक्टिभ हो भने तपाईँ +2 या ब्याचलर पछि जानुहुन्छ हैन। यदि ब्याचलर पछि जानुभयो भने पनि फाइन हैन। तपाईँ सानैमा गएर किन धेरै स्ट्रगल गर्नु, वहाँ गएर धेरै एक्सपेन्सिभ पनि पर्छ। तपाईँ ब्याचलर यहाँ राम्रोसँग गर्नुहुन्छ, बाहिर गएर मास्टर्स गर्नुहुन्छ 2-3 वर्ष, मास्टर्स गरेर 1-2 वर्ष त्यहाँ कामको पनि अनुभव लिनुहुन्छ, सर्टेन चिज केही गर्नुहुन्छ, अनि आफूलाई बिल्डअप गर्नुहुन्छ हैन। विदेश गइसके पछाडि त आफ्नो खर्च पनि धान्नुहुन्छ, केही कमाउनुहुन्छ पनि, प्लस तपाईँले आफूलाई एकदम शार्पली डेभलप गर्नुहुन्छ क्या। तपाईँले इमेजिन गर्नुहोस्, काठमाडौँ बसेर बिजनेस सोच्नु र कुनै एउटा एकदमै डेभलप्ड सिटीमा गएर सोच्नुमा पनि फरक छ क्या धेरै। त्यहाँ एकदम त्यो हाइटेक इन्फ्रास्ट्रक्चरले हाम्रो सोच्ने तरिकालाई नै डिफ्रेन्ट बनाइदिन्छ क्या। हो त्यस कारणले विदेश जाने, विदेशमा पढ्ने कुरालाई पनि म त्यस्तो डिस्करेज गर्दिनँ। जान सकिन्छ, गएर पढ्ने, सिक्ने, अनि पछि त्यसको बेसिसमा चाहिँ म केही गर्छु भन्ने जिल लिएर आउने, केही क्यापिटल लिएर आउने, केही जिल लिएर आउने, केही नलेज लिएर आउने, केही स्किल लिएर आउने। जब सबै चिजको कम्बिनेसन लिएर आइन्छ नि एकदम फास्ट ग्रोथ गर्न सकिन्छ, इजिली अगाडि बढ्न सकिन्छ, त्यस्तो च्यालेन्जिङ छैन। अझ तपाईँ यहाँ आएर पनि तपाईँ रिस्क हुनसक्छ बिजनेस भन्ने लाग्छ भने अहिलेको जमानामा विदेशबाटै पढ्दै सिक्दै कमाउँदै गरेर पनि स्टार्टअपहरू सिस्टमहरू क्रिएट गर्न सकिन्छ क्या। अहिले त धेरै कुराहरू डिजिटल प्रडक्टहरू हुन्छ, डिजिटल्ली तपाईँले आफ्नो बेस बनाउने अनि मात्रै नेपालमा तपाईँले लन्च गरेर अगाडि बढ्न सक्नुहुन्छ, विदेशमै बिजनेस गर्न सक्नुहुन्छ। धेरैवटा वेहरू छन् नि त। हजुर, मलाई भारतका पूर्व अर्थमन्त्री पी चिदम्बरमको एउटा भनाइ याद आउँछ। हजुर, उहाँले त्यति बेला इन्डियाबाट पनि धेरै ब्रेन ड्रेन भइरहेको बेलामा उहाँले के भन्नुहुन्थ्यो भने ब्रेन ड्रेनको समस्यामा नजाऊ भन्ने होइन, जाऊ, सिक, गर, अनि फर्केर आऊ, अनि यहाँ आएर गर, त्यो यहाँ आएर डेमोन्स्ट्रेट गर भन्नुहुन्थ्यो कि। त्यो अहिले नेपालमा अप्लाई गर्ने बेला भएछ।
हजुर तपाईँले स्टार्टअप्सहरू हेर्नुभयो भने यो सिटी एरियाको केही टेक स्टार्टअपहरू चाहिँ नेपालकै लोकल पिपलहरू स्टुडेन्ट्सहरूले गरिरहेछ भने एग्रिकल्चरदेखि यस्तो फार्मिङ टाइपको बिजनेसेसहरूमा चाहिँ प्राय बाहिर गएर त्यहाँ देखेर त्यसको एक्सपिरियन्सको आधारमा फर्केर यहाँ गर्नेहरू धेरै हुनुहुन्छ क्या। सो द्याट इज नट ब्याड है त्यो उहाँको एङ्गलबाट। अब गभर्मेन्टको एङ्गलबाट हेर्ने हो भने त नेपालमा त्यो स्टार्टअप कल्चर, नेपालमा एन्टरप्रेन्योरसिप गर्ने इकोसिस्टम, त्यो इन्भाइरोमेन्ट क्रिएट गर्नुपर्छ। त्यसको लागि एकदमै अर्जेन्सी भइसक्यो। इट इज टु लेट होइन, यसरी ब्रेन ड्रेन हुन दिनु भएन। नेपालमा त्यो इकोसिस्टम बनाउनु पर्यो। तर एज स्टुडेन्टको पर्सपेक्टिभबाट चाहिँ एराउन्ड 25 भन्दा अगाडिको एजमा उहाँहरू जानुहुन्छ भने के सिक्नुहुन्छ, आउनुहुन्छ, द्याट्स फाइन, कम्प्लिटली फाइन भन्छु म। तर विदेश नजाँदैमा म पछि पर्छु भन्ने कुरा चाहिँ होइन। अहिलेको जमानामा यतै बसेर पनि तपाईँले त्यो वर्ल्ड क्लास लर्निङ, नलेज, एजुकेसनहरू लिन पनि सक्नुहुन्छ। अनलाइन टुल्सहरू छन्, धेरै कुरा रिसोर्सेसहरू छ। अहिले एआईको जमाना छ, धेरै कुराहरू तपाईँले आफ्नै फिङ्गर टिप्सले एक्सप्लोर गर्न सक्नुहुन्छ। त्यसको बेसिसमा आफूले डेभलप गर्न सक्नुहुन्छ। स्टुडेन्टहरूले धेरै कुराहरू सिक्यो होला। अगाडि बढ्दै जाँदा हाम्रो एउटा क्विक ऱ्यापिड फायर राउन्ड छ, क्विक क्वेसन एन्सर गर्छु होइन। लेट्स सी तपाईँ के भन्नुहुन्छ। ओके, छोटो एन्सर दिनु होला सर होइन, 1 वर्ड्स द्याट वुड बी ग्रेट। फेभरेट स्किल फर स्टुडेन्ट्स? लेट्स से कम्युनिकेसन स्किल। मार्क और स्किल्स? Skill is important. One habit every student must build? One habit, continuous improvement. Failure is equal to? Learning. Best age to learn leadership? You can learn whatever age you are in. No age barrier is there. But still, 20-25 को बीच में हुनुहुन्छ भने that's the perfect. So last rapid fire question. One book every student should read? यहाँ चाहिँ म 2टा बुक रिकमेन्ड गर्छु। ओके, ग्रेट। एउटा थिङ्क एन्ड ग्रो रिच बाई नेपोलियन हिल। ओके। उहाँले लामो समयसम्मको एन्ड्रयू कार्नेगीको सक्सेसलाई हेरेर अनि त्यो लगायत थुप्रै त्यति बेलाको फाइनेन्सियली सक्सेसफुल भएका अमेरिकाका बिलिनियर्सहरूलाई उहाँले हेरेर उहाँको लाइफस्टाइलबाट, उहाँहरूको प्याटर्नबाट न्यारो डाउन गरेर केही कुराहरू निकाल्नु भएको छ र त्यसलाई थिङ्क एन्ड ग्रो रिच भन्ने बुकमा राख्नु भएको छ। जस्ट अमेजिङ बुक। सेकेन्ड भनेको चाहिँ लिडरसिप र पर्सनल डेभलपमेन्टसँग रिलेटेड स्किलमा चाहिँ डक्टर स्टेफन आर कभेको 7 ह्याबिट्स अफ हाइली इफेक्टिभ पिपल। यस, यो बुकलाई पनि राम्ररी बुझ्नु भयो भने, पढेर त केही पनि हुँदैन, बुझ्नु भयो। पहिला पढ्नु पर्यो अनि बुझ्नु पर्यो, अनि बुझे पछाडि त्यसलाई रियलाइज गर्नु पर्यो अनि अल्टिमेटली त्यसलाई चाहिँ अप्लाई गर्दै जानुभयो भने लाइफमा धेरै कुराको चेन्ज ल्याउँछ त्यसले भन्ने लाग्छ। यो पनि एकदमै डिप पर्सनल डेभलपमेन्ट र लिडरसिप डेभलपमेन्टको लागि धेरै फाउन्डेसनल बुक छ। ल सर, हामी अन्तमा आइसकेछौँ होइन। सो म तपाईँसँग यस्तो कि हाम्रो बौद्धिकाको स्टुडेन्टहरूलाई तपाईँले के म्यासेज दिन चाहनुहुन्छ? उनीहरूले के राम्रो गर्न सक्छ फ्युचरमा? ओके, बौद्धिकाको स्टुडेन्ट्स प्लस नेपालको सबै स्टुडेन्ट्सहरूलाई उहाँहरू जुन एज ग्रुपमा भए पनि हजुर म एउटा जेनरल सुझाव दिन चाहन्छु। त्यो जेनरल सुझाव के हो भने तपाईँ कुन एजमा हुनुहुन्छ हजुर त्यो एज अनुसारको फोकस प्रायोरिटी हुन्छ भन्ने कुरा बुझिदिनु पर्यो है। फर इक्जाम्पल, तपाईँलाई लाइफ कम्फर्टेबल लाइफ होस्, इन्जोय होस् भन्ने चाहनुहुन्छ हजुर। अब इमेजिन गर्नुहोस् तपाईँ 50s मा इन्जोय गर्नु छ तपाईँको, या तपाईँलाई आजै इन्जोय गर्नु छ। तपाईँ आज 20s मा हुनुहुन्छ, मोस्टली हाम्रो तपाईँको अडियन्सहरू 20s मा हुनुहुन्छ होला अराउन्ड होइन, अथवा लेट टिन्सहरू अर्ली 20s मा हुनुहुन्छ होला, या अर्ली 20s भनौँ होइन। त्यो हुनुहुन्छ भने अहिले तपाईँ लाइफ हो, रमाइलो चाहिन्छ होइन, तर 20s मा तपाईँ इन्जोय गर्ने हो, एउटा एक बारको लाइफ हो होइन भनेर जिउने गर्दाखेरि अहिले इन्जोय गर्न थाल्नुभयो भने 30s, 40s, 50s, 60s तिर च्यालेन्जेसहरू थपिँदै जान्छ क्या, प्रब्लमहरू आउन थाल्छ क्या। त्यस कारणले पछि प्रब्लमहरू आउनुभन्दा अहिले बरु अलिकति इन्जोय गर्ने आफ्नो ठाउँमा, तर अलिकति लाइफको पार्टमा तपाईँ 20s मा तपाईँ अलिकति सिरियस भइदिनु भयो भने 30s, 40s, 50s, 60s मा तपाईँको लाइफ चाहिँ कम्फर्टेबल हुँदै जान्छ कि। त्यस कारणले अहिलेको 20s को एजमा चाहिँ अलिकति च्यालेन्ज बियर गर्न पनि त तपाईँलाई समस्या छैन नि त। अलिकति च्यालेन्ज बियर गरेर आफ्नो लाइफको बारेमा सिरियस भएर केही लर्निङ गरेर केही इम्प्रुभमेन्ट गरेर अगाडि बढ्नु भयो भने
होल लाइफ ह्याप्पी हुन्छ, खुसी हुन्छ, सुखी हुन्छ। त्यसकारणले अर्ली एजमा जति सकिन्छ मेहनत गर्ने, पढाइमा फोकस गर्ने, अनि करियरमा फोकस गर्ने, अनि लेट इयर्सहरूमा चाहिँ इन्जोय गर्ने, रमाइलो गर्ने टाइपको मोडललाई फलो गर्नुपर्छ। धेरै धेरै धन्यवाद केपी भुषाल सर।